यो तस्बिर हेर्नुहोस्, फाँसीको मञ्च काठमाडौँ। अब यो तस्बिर हेर्नुहोस्, सडक सन् 2025 काठमाडौँ। 72 युवाहरूको रगत, 83 वर्षको अन्तर, तर एउटै कथा। निरङ्कुशहरू फेरिन्छन्, तर तिनीहरूको क्रूरता फेरिँदैन। कल्पना गर्नुहोस्, एउटा देश जहाँ बोल्नु मृत्युदण्ड हो, जहाँ विरोध गर्नु अपराध हो। यो नेपालको वास्तविकता थियो 104 वर्षसम्म। तर आज सन् 2026मा के साँच्चै हामी स्वतन्त्र छौँ? सन् 1876 गोर्खा, लखन थापा मगर, नेपालको पहिलो शहीद। एक साधारण किसान जसले जङ्गबहादुर राणाको सेनाको विरुद्ध हतियार उठाए, एक्लै, पहिलो पटक। नेपालको स्वतन्त्रता सङ्ग्रामको पहिलो योद्धा। परिणाम क्रूर यातना र सार्वजनिक हत्या। तर उनले एउटा प्रश्न छोडेर गए, कहिलेसम्म? उत्तर आयो 65 वर्षपछि। माघ 16, 1997, राणा शासन। एक निरङ्कुश तानाशाहको शासन। 4 निर्दोष मानिस, सार्वजनिक फाँसी। धर्मभक्त माथेमा शिक्षक। अपराध सत्य सिकाउनु। दशरथ चन्द कवि। अपराध शब्दमा स्वतन्त्रता लेख्नु। शुक्रराज शास्त्री विद्वान। अपराध जनतालाई जगाउनु। गङ्गालाल श्रेष्ठ 28 वर्ष। अपराध सपना देख्नु। अब अगाडि बढौँ। 2025 सेप्टेम्बर 8, काठमाडौँको सडक शान्तिपूर्ण विरोध। 72 जना युवा, जेनजी, तिम्रा साथीहरू। तिनीहरूको अपराध के थियो? तिनीहरूले सडकमा आफ्नो आवाज उठाए, भ्रष्टाचारको विरोध गरे, न्यायको माग गरे। परिणाम 72 निर्दोष मृत्यु। फेरि एउटा निरङ्कुश, फेरि एउटै सोच। डर फैलाउँछु, जनता चुप लाग्छन्। के हामी साँच्चै अगाडि बढेका छौँ वा इतिहास दोहोरिँदैछ? फरक के छ? राणाहरूले खुलेआम फाँसी दिए, आजका निरङ्कुशहरूले गोली चलाए। राणा युग कुनै लोकतन्त्र थिएन, आज लोकतन्त्र छ भनिन्छ। तर जब युवाहरूको रगत सडकमा बग्छ, यो कस्तो लोकतन्त्र हो? तर सेप्टेम्बर 8, 2025ले देखायो, सङ्घर्ष अझै सकिएको छैन। ती 72 युवाहरू तिम्रै जस्तै थिए। तिनीहरूको सपना तिम्रै जस्तै थियो। तिनीहरू शहीद भए किनभने तिनीहरूले आवाज उठाए। शहीदहरूको नेपाल यो अझै लडिरहेको छ। शहीदहरूको रगतले कोरेको यो बाटो सम्झिनुहोस्। हिजोका ती 4 वीरदेखि आजका ती 72 शहीदसम्म सपना एउटै थियो। भोट हान्नु अघि सोच्नुहोस्, के तपाईँको निर्णयले उनीहरूको बलिदानको सम्मान गर्छ? शहीदहरू अमर रहन्। यस्तै जानकारीको लागि हामीलाई फलो गर्नुहोस्।